जस्तो बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ र स्याउ अब के अरे फुलको गुच्चा अनि केरा। के खानुहुन्छ तपाईँले? के खाने नि, खानेकुरो खाइन्छ नि। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। तपाईँलाई एकदमै मनपर्ने खाना के हो? केही पनि छैन, मलाई जे पायो खान्छु म। अब घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। शिक्षा पाउँछ नि त अब तपाईँ मन्त्री हुँदाखेरि। अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। मन्त्री नबन्नु भनेर भनिन्छ। मन्त्री त म मन्त्री होइन। क्या बात कर रहे? एउटा जिम्मेवारी, एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको? सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यही ओछ्यान लाउने हो, त्यही त्यो जनरल कुरा नसोध, के ठोस कुरा सोध। यतै छ त, फेरि जनरल कुरा सोध। मार्केटमा तपाईँको त्यो मार्केटले मैले गरेको होइन। एकदमै चर्चा पाउनु भएको छ तपाईँले, के भन्नुहुन्छ यो विषय? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। सञ्जालमा चाहिँ कहिलेकाहीँ के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडैसँग, अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले, अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या। किनभने म चाहिँ मान्छे हो। आशा त धेरै छ तपाईँबाट। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन् होइन। बात त सही है। यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि 23-24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? 23-24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो। अहिले मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउने? बात त सही है। हिमालको हिउँलाई पैसा बनाऊ, माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन। जे भयो पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन, राजै बनाइदियो भने फिल हुँदैन है। राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल हुँदैन। तर मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। बडा हरामी हो बेटा। बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको छु। तपाईँ चुनाव लड्ने कि नलड्ने? म नलड्ने। 70 वर्ष पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? तपाईँलाई युवाहरूले बोलाए? नजाने कुरा नजाने। फुर्सदको समयमा के गर्नुहुन्छ? मेरो फुर्सदको समय भन्ने र फुर्सदको समय नहुने भन्ने कुरा केही हुँदैन। म घुम्न भनेर कहीँ निस्किँदैन। फुर्सदको समय भन्ने पनि हुँदैन। केही न केही भइरहन्छ, केही न केही कुराहरू मनमा खेलिरहन्छ, केही न केही कुराहरू कामहरू भइरहन्छ। के काम हुन्छ भन्ने कुरा हो त्यही समयमा मात्रै थाहा हुन्छ।
दाइ तपाईँले चाहिँ यो आफ्नो किताब कति पटक पढ्नुभयो? पढ्नु भएन? फेरि भेटौँला लेख्नु भएको छ हजुरले। यसैमा थप्ने हो क्या अलिकति? मन्त्री हुँदाको अनुभव पनि अब हो त्यो थप किताबमा आउँछ। फेरि पुराना पाठकहरूले त फेरि किन्नु पर्ने भयो नि त। किन्नु धन नाफा हुन्छ। You very chalak, bro. ओ चित्र कता हो? ओ चित्र कता हो? हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर। सहयोग गर्ने बेलामा चाहिँ थाहा नपाए जस्तो गर्छ, अनि मैले चाहिँ मेडल बेच्छु भनेर यो सोसियल मिडियामा राखेपछि गृह मन्त्रालयले थाहा पाए। मन्त्री जस्तो गाह्रो चाहिँ के हुने रहेछ हेर्नु। अच्छा अहिले म अस्ति त्यहाँबाट मन्त्रीबाट छोडेर यहाँ बाहिर हिँडेछु, कति आनन्द आएको छ। ए घुम्नु पाएको छ, बोल्नु पाएको छ। मन्त्री भएर बस्दाखेरि कहीँ बाहिर निस्किनु पर्यो भने दुईजना, एउटा आर्मीले एउटा पुलिसले छोड्दैन। अरे नआऊ तिम्रो नआऊ, म यसो त्यहाँ डुलेर आउँछु भन्दा नि छोड्दैन। म त्यो सिंहदरबार भन्दा बाहिर निस्किँदै निस्किन के हेर्न त, त्यस्तो पनि हुन्छ र? आफ्नो खुसीले हिँड्न नपाउने, आफ्नो खुसी ठाउँमा जान नपाउने, अनि मान्छेहरूसँग कुरा गर्न नपाउने, उही सिंहदरबारमा आएर कोही आयो भने यसो कुराकानी गर्ने हो, नत्र गाह्रो हुन्छ। मन्त्री पदको लागि किन मान्छे मरिहत्या गर्छन् भन्ने कुरो म आफैलाई दङ्ग परेछ। चुनावको बेलामा, भोट माग्ने बेलामा म केही बाचा गर्दैन। बाचा गर्यो भने भोलि फेरि आफ्नै टाउकोमा डन्डा बजार्छन्। बाचा गऱ्यो, कुरा गर्न सकेन भने डन्डा बजार्दैन त। म पनि बाटै छु। अच्छा मन्त्रीज्यू सोफा मुनि केही छ पछि हेर्नुहोस्, या तपाईँको भान्सामा झोलचौटा आछ बेलुका लिनु होला, यस्तो भन्ने मान्छे चाहिँ भेटियो कि भेटिएन? त्यस्तो आएको छैन। यदि आयो भने त्यसलाई मैले ठोकिहाल्छु। नेपालभरिका, विश्वभरिका दाजुभाइ बहिनीहरूले चुनावमा 1 महिना 12 दिनसम्म एकदम रात दिन डुलेर आज 1 महिना 12 दिनको चाहिँ पहिलो यहाँ हालिँदैछ। तातो पानीमा चाहिँ यहाँ एकदम आनन्द लिइराखेको छ, अनेक आनन्द आइरहेको छ। 18 दिन 1 महिना 12 दिनसम्म घुमेको चाहिँ आज आनन्द ल्याएको छ। अब नाच्नु पर्यो। मेरो खराब पानी छ, मेरो खराब पानी छ। ल भोट दिन मन लाग्यो गरे है। एउटा जिम्मेवारी, एउटा भनौँ न, एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। होइन के कस्तो मोजी बडा हरामी हो बेटा। मान्छेले भन्छन् के देशको सांसद बनिसक्नु भयो, देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो, पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले। पुस्तकको बेलामा पुस्तक बेचेको नीति नियम बनाउने बेलै भएको छैन अहिले। बात त सही है। ए हजुर, अब संसदै बसेको छैन, अधिवेशनै बसेको छैन, त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने?